हेलो अनि स्वागत छ सबै साथीहरूलाई मेरो च्यानल अजय वेब टिप्समा। साथीहरू, यो नेपाल खानेपानी संस्थानले चाहिँ नयाँ विज्ञापन खुलाएको छ। यसको विज्ञापन चाहिँ प्रथम पटक प्रकाशित मिति चाहिँ 2083 1 महिना 6 गते भनेको छ। 6 गते भनेको छ, आज चाहिँ 10 गते भयो। 6 गते चाहिँ यसको प्रथम पटक विज्ञापन प्रकाशित मिति हो। लोकसेवा आयोगको मिति 2083 1 महिना 4 को प्राप्त सहमति अनुसार नेपाल खानेपानी संस्थानको स्वीकृत दरबन्दी अन्तर्गत रिक्त रहेका देखाएका सेवा समूहका पदहरूमा नेपाल खानेपानी संस्थान कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली 2081 बमोजिम कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न योग्यता पुरा गरेका सम्भाव्य उम्मेद्वारहरूलाई यो सूचना प्रकाशन भएको मितिले 35 दिनभित्र संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वर काठमाडौँमा विनियमावलीको अनुसूची 9 बमोजिमको ढाँचामा दरखास्त फारम भरी बढुवाको आवश्यक आधार पुरा गरेको प्रमाण र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीलाई यो सूचना प्रकाशित गरेको छ भनेको छ। यहाँ चाहिँ सर्वप्रथम विज्ञापन चाहिँ यहाँ देखाएको छ। विज्ञापन नम्बर, पद चाहिँ यहाँ छ उपप्रबन्धकदेखि लिएर सहायक प्रबन्धक, शाखा अधिकृत, लेखा अधिकृत, सहायक लेखा अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक लेखापाल, सब कुछको यहाँ चाहिँ विज्ञापन खुलाएको छ। प्रशासनतर्फ लेखामा पनि छ, प्रशासन सामान्य प्रशासनतिर पनि छ, सिभिलतिर, त्यस्तै गरेर कानुनमा, कम्प्युटरमा सबै समूहको विज्ञापन खुलाएको छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ पद सङ्ख्या पनि यहाँ राखेको छ, कतिजनाको खुलाएको छ भन्ने कुरा। धेरैजसोले अप्राविधिकतिरको, प्रशासनतिरको खोज्नुहुन्छ यो खानेपानी संस्थानमा पनि। त्यसमा चाहिँ देख्न सक्नुहुन्छ वरिष्ठ सहायक प्रशासनमा चाहिँ तह 5 मा सुब्बा बराबरको तह हो। त्यसमा चाहिँ 4 जना माग गरेको छ, जसको दरखास्त दस्तुर चाहिँ 700 रुपियाँ लाग्छ। 700 रुपियाँ लगाएर चाहिँ तपाईँले फर्म भर्नु पर्ने हुन्छ। फर्म भर्नको लागि चाहिँ दरखास्त फारम संस्थानको वेबसाइट यसबाट भर्न सक्नुहुन्छ भनेको छ, nwsc.gov.np। अब यसमा कसरी तपाईँले फर्म भर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ म डिटेलमा भिडियो चाहिँ म भोलि हाल्नेछु, त्यो भिडियो पनि हेर्नु होला। त्यसैले च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। अनि त्यस्तै गरी तपाईँले यहाँ देख्न सक्नुहुन्छ यसमा चाहिँ यहाँ देखाएको छ तह 8, 6, 5 सबै तहहरूको लागि फर्म खुलाएको छ। कति कति योग्यता चाहिन्छ भन्ने कुराहरू पनि यहाँ लेखेको छ। उपप्रबन्धकको लागि कति चाहिन्छ, सहायक प्रबन्धकको लागि कति चाहिन्छ, सब कुछ यहाँ कम्प्युटर इन्जिनियरको लागि कति हुन्छ चाहिन्छ भन्ने कुरा यहाँ लेखेको छ। म सरस्वती पढ्छु, राम्रोसँग हेर्नु होला। सिभिलको लागि अब सिभिल इन्जिनियर गरेको हुनु पर्यो, यति कुरा थाहा पाउनु पर्यो स्नातक तहकोमा। अनि प्रशासन लेखातिर चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्र वा व्यवस्थापन विषय लिए, म्यानेजमेन्ट विषय लिएर कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भनेको छ। उत्तीर्ण गरी एक तह मुनिको पदमा 5 वर्ष सेवा अवधि पुरा गरेको हुनुपर्ने पनि भनेको छ। यहाँ राम्रोसँग ख्याल गर्नु होला। त्यस्तै गरी एउटा अर्को छ प्राविधिक यो प्रशासनतिरको हेरौँ, खास गरी धेरै जसले खोज्ने शाखा अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सोसर उत्तीर्ण गरेको हुनुपर्ने भनेको छ प्रशासनको लागि। यहाँ कोही कोही चाहिँ बढुवाको लागि खोजेको छ साथीहरू, होइन, जस्तो कार्यरत भएर पछि चाहिँ एप्लाई गर्नु, बढुवाको लागि फर्म एप्लाई गर्नुपर्ने त्यस्तो खालको पदहरू पनि खोजेको छ। तर यसमा शाखा अधिकृतमा चाहिँ त्यो खोजेन, देख्न सक्नुहुन्छ। यो कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने मात्रै भन्ने कुरा आयो। त्यस्तै गरी प्रशासनको कानुनमा चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भन्ने कुरा आयो। प्राविधिकको कम्प्युटरमा चाहिँ कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भन्ने कुरा आयो। अनि हामीले खास गरी हेर्ने तह अलि अझ तल्लो तह हेरौँ, 4औं तहतिर हेरौँ है। धेरै जसोले 4औं तह 5औं तह खोज्नुहुन्छ धेरै जसोले, मैले देखिरहेको छु। जस्तो यो सहायकतर्फ चाहिँ सहायकमा प्रशासनतिर है, 4औं तह हो यो। प्रशासनतिरको चाहिँ 2 जना कर्मचारी खोजेको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सोसर उत्तीर्ण गरेको हुनुपर्ने। अब यो सबैलाई थाहा छँदैछ, खरिदारको लागि एसएलसी उत्तीर्ण गरेपछि पुगिहाल्छ। त्यस्तै गरी अर्को पनि यहाँ के लेखेको छ, प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने प्रशासनतिरको सिनियर मिटर रिडर भनेको छ। यो सबै कुरा तपाईँ थाहा पाउनु पर्यो। अब खानेपानी संस्थानले विज्ञापन एकदम भारी मात्रामा खुलाएको छ, जे होस् तपाईँले भर्न सक्नुहुन्छ। तपाईँ इच्छा छ भने खानेपानी संस्थानमा पनि तपाईँहरू इन्ट्री गर्न सक्नुहुन्छ। आजको भिडियो खास गरी तपाईँलाई यो जानकारी दिनलाई थियो। अब म भोलि चाहिँ यो खानेपानी संस्थानको फर्म कसरी एप्लाई गर्ने भन्ने विषयमा कम्प्लिट जानकारी लिएर आउनेछु। त्यतिखेरसम्मलाई तपाईँले चाहिँ च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला, ताकि तपाईँको मैले भिडियो अपलोड गर्न साथ तपाईँहरूको युट्युबमा चाहिँ फर्स्टमै नोटिफिकेसन आओस्। धन्यवाद।